किन भनेको भिडियो हुँदैछ हौ राति पनि सो गाइस अहिले हामी झिल्के जाँदैछौँ ठ्याक्कैले अँध्यारोमा अब हामी अहिले लुम्बामा भन्छ ताने बिना यहाँ लोत्रो कुदाइ हुँदैछ नाइस नाइस अहिले हामी ठ्याक्कै कहाँ पाइयो यो कहाँ हो आमा ए ठ्याक्कै हाम्रो सोमकुमार बुबुको पहिला घर आइपुग्यो तल होइन नि मामा कता हो हिँड्नु तलमा पछि गयो त हिँड्नु त्यतै हो अब यता हो गाई अब त्यो छ बाटो देखिनु पनि गाह्रो छ खाना सो गाई बाटो चाहिँ हल्का अब यहाँ बिर्सेको अवस्था भनौँ न अब यहाँ हाम्रो सोमकुमार बुबुको पहिलाको अन्जना दिदीको घर पनि परिसकेको थियो अन्त नाइस के हो यो हाम्रो टेनिस बकेटले गाई चाहिँ अलिकति यहाँ डिस्टर्ब हानिरहेछ हाम्रो चाहिँ यो फर्स्ट टाइम होइन मामा बाइकमा यहाँ साँगुरो छ यहाँबाट बनाएछ त ल अब यहाँबाट त अस्तिसम्म त भत्का थियो नि अनि लभली उडौ 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 म यस्तो छ बाटो गाई बाइकले चाहिँ धर्न यस्तो छ कि ओह्रालो न उकालो कि हेरौँ फेरि आयो ओह्रालो झ्याँटा प्याड कि अहिले ठ्याक्कै गाई 9 बज्दैछ नभनौँ 9 त होइन 9:30 पो 10 पो बज्यो त 10:30 10:45 भयो गाई चाहिँ अहिले हामी आउँदै गर्छौँ हिँड्दै गर्छौँ सो गाई अहिले हामी यहाँ कोला भेट्यौँ भने हामी जङ्गली हुनेछौँ एकछिन गाई नाइस यस्तो छ बाटो क्या एलिसेको बोजू घर त आइपुगेको छैन है कटियो नि त्यो त के को कटिन्छ अब चाहिँ त्यो आइपुग्यो नि त्यो त जानु नाइस लभली 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 यो अब चाहिँ आइपुग्यो यो हो नि त एलिसको यो भनेको हाम्रो एलिसको बोजूको घर आइया म्यान यस्तो त बाटो गाइजहरू पहाड चढ्नु पर्ने अलिकति म माथि सरे गाइज है अनि हाम्रो छोटो मिठो भ्लगमा
अहिले हामी ल्यान्डर गाइड चाहिँ यहाँ यस्तो छ है यहाँ अहिले फेरि